सुत्ने बेलामा एकदमै कम्फर्टेबल लाग्ने पहिरन के हो दुर्गेशलाई? के लाएर सुत्छौ? नाङ्गे सुत्छ भन्दा नि मिल्छ। वाइट सुत्दैन होइन कोही हुन्छ कस्तो गइसुतिरहेला यार। मुख छाड्छ कि छाड्दैन दुर्गेशले? खासै त्यस्तो वर्डहरू युजै गर्दैन किनकि म एकदम डिसिप्लिन छु चल झुटा। 2035 सम्ममा दुर्गेशले आफूलाई कहाँ देख्छ त? अब दर्शक श्रोताले माया गरे भने यही देख्छ। म्युजिक सुत्दा कहिलेकाहीँ को घुर्छ? अब हामी त सँगै सुतेकै छैनौँ कसै त। सपनामा शारीरिक सम्बन्ध भएको देखेको। प्राय केटीहरूको चाहिँ यो बच्चा कोरोले पछि यो लाम्टा किन आउँछ त्यो त तपाईहरुले बिहार दिने त हो नि। भन्छ नि ध्वस्त पार्यो भनेर। एकजना छोरी अर्को सन्तानको तयारीमा हुनुहुन्छ? बिस्तारै अब हुन पनि सकिन्छ। छोरीलाई साथी चाहियो नि। छोरीलाई साथी कति वर्ष हुनुभयो छोरी? छोरी नै हुर्काउन मजाले। छोरी 4 इयर्स कम्प्लिट ओके। त्यस्तो तयारी के गरिरहनु भएको छ? त्यस्तो तयारी गर्नुपर्छ यार। वार्म अप गरेर ट्रेनिङ कुरा गरौँ न। ट्रेनिङ गरेर पुरा स्विमिङ गरेर ज्यान बनाएर तयारी त्यस्तो के गर्नुपर्छ र होइन? के गर्नुपर्छ त नि? होइन यो नै उत्साह हेर न अब फेरि। श्रीमान श्रीमतीसँगै बसेर मेरेको प्यारी समझ गई। अरे बाप रे ये तो धोती खोल रहा है। को कति इमान्दार हुन्छ भन्ने कुरा यहाँबाट थाहा हुन्छ। हाम्रो एजुकेसन पार्टनरको तर्फबाट तपाईँहरूलाई गिफ्ट ह्याम्पर पनि छ। मैले जो इमान्दार भयो उसलाई नै गिफ्ट ह्याम्पर दिनेछु। हामी दुजन ल्याउँ तपाईँ राख्नु त गिफ्ट। तपाईको विवाह भएको छैन? छैन। सेक्स रिलेसन भएको छ कि छैन? छैन। होइन होला भएकै छैन सेक्स रिलेसन? छैन। अहिलेसम्म निरुता सिंह भर्जिन। तपाईलाई के तपाईले उमेर भयो हिरोइन हो भन्दामा यो हुनै एकदम यो भर्जिन हुनै हुँदैन भने तपाईको सोच हो कि क्या हो? अब अर्को सन्तान कहिले जन्म हुने? अर्को सन्तान प्लान गर्ने बेलामा तपाईलाई फोन गरेर ब्रेकिङ न्युज दिन्छु म। यहाँको बिहान दिनको आहार मलाई भन्नुहोस् त। म बिहान 4:30 बजे उठ्छु। उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु। पानी नै हो त यो एनर्जी पानीबाट हो। एकदम पानी। काको पानी? काको पानी? लो मार्यो मलाई मार्यो। अझ गरौँ न हामी खेलौँ। क्या ये कोई रड्डी खा रहा है? मेरो भन्दिनँ फेभरेट पोजिसन। पूछा किसी ने? सेक्स भेरी इम्पोर्टेन्ट मच निडेड। म जान्छु ल मेरो टाइम भयो अरे। हामी त केटाहरू विदेशबाट लाउरे आयो भने चाल सुन्न जान्थ्यो। के सुन्न? चाल सुन्न भन्ने कस्तो भने अब आज बुढाबुढीले रमाइलो गर्छ। रिहर्सल गरियो, फर्स्ट टेक गर्यो, सेकेन्ड टेक मेरो मिस्टेक भयो कि के मिस्टेक राखेको मिस्टेक भयो। उहाँले जड्याङ तिनीहरूलाई हानेको मेरो त एउटा घेडो फुट्ले जस्तै भयो। हरेक कुरामा फ्यान हो। बोली फाइट भविष्यमा विराजीसँगै विवाह गर्ने? कहाँ बिहा गर्छु भने उहाँको त बिहा भइसकेको छ नि। अनि फेरि अर्को बिहा गर्ने नि त। त्यसो तपाईलाई पल सासा मात्रै गर्न मन छ? मैले हरू भनिरहेको छु। उहाँसँग 2टा गरिसकेँ। आउने दिनमा पुष्पलजीसँग मैले गरिसकेको छु। राम्रो कलाकारहरूसँग गर्न पाएको छु। आउने दिनमा अझै उहाँहरूसँग काम गर्न पाऊँ। अरे कहना क्या चाहते हो? तल हेर्दा छाङ्गो, माथि हेर्दा टाङ्गो के हो? पानी, पुल या आकाश? पानी, पुल या आकाश? पुल। यस पुल। ओके। मलाई यस्तो पो आउँदो रहेछ।
अब हेर्नु म दोहोरी साथमा जान्छु राम्रै गाउँछु म दायाँ बायाँ गर्दिनँ म कहीँ पनि दायाँ बायाँ गर्दिनँ मेरो दायाँ बायाँ गर्ने सपना पनि छैन गयो जस्ट गायो आगो कस्टमरहरूलाई ह्याप्पी बनायो होइन आगो कस्टमरहरूलाई ह्याप्पी बनायो होइन आगो कस्टमरहरूलाई ह्याप्पी बनायो होइन। अब बिहापछि भनेको चाहिँ कस्तो भने एउटा लाइफको पार्टै हुन्छ के दाइ हुन्छ नि। बिहा अघि चाहिँ छुट्टेलाई ओहो छोडेर जाला कि भनी डर हुन्छ ओहो यो त रिसाई कि भनी डर हुन्छ। बिहापछि भनेको आफ्नै हो पार्टनरलाई राति भन्छ त्यस्तो होइन भने मतलब हजुर हो कि होइन तपाईँहरू जस्तो ह्यान्डसम केटाहरू देख्यो भने म स्टिल भर्जिन नै छु ल। सेक्सको परिभाषा तपाईँ व्याख्या र विश्लेषण गर्नुहोस्। सेक्स भनेको सबभन्दा ठुलो एक्सर्साइज भन्छु म। कसरी हो जस्टिफाई गर्नुहोस्। तपाईँको तपाईँले आफैले पनि अनुभव गरेको होइन तपाईँ भन्नुहोस् न। होइन तपाईँ त खेलाडी पनि हो। सेक्सले चाहिँ के गर्छ भने मस्तीको एक्सर्साइज गर्छ है। सुरक्षाजीको जीवनमा कहिले त्यस्तो असुरक्षित महसुस गर्नु भएको छ? कोबाट? सानोमा कति गेम खेलिन्थ्यो है, अब अहिले त गेम खेल्ने फुर्सद पनि हुँदैन होइन। एटलिस्ट एउटा मौका पाइयो। सुरक्षाले चाहिँ कति नै उसँगै म खेल्न गएको जस्तै। दुईटा फुल फल्दैनन् र के भन्नुहुन्छ तपाईँ? यो चाहिँ एक एकवटा फुल्ने फुल टाइपको मल हो यो चाहिँ क्या, त्यसले गर्दा एक एकवटा फुलमै सुन्दरता देखिन्छ। रोप्ने कि नरोप्ने भन्ने चाहिँ उहाँको हातमा छ होइन, के भन्नुहुन्छ तपाईँ? समझे ना आप? लेकिन सुन के अच्छा लगा। कमराले फुलको रस चाख्नु भयो कि? चाख्नु त धेरै खोजे हो, सुँग्न मात्र पाइयो। अनि दाइ अस्तिको हाम्रो दुईजनाले गरेको भिडियो छैन भने त्यसो छ भनेर मैले यसो सिडी ल्याएर डेकमा हालेँ होइन। दुईवटा सिडी थियो। रिड गर्छै गर्दैन भनेर तल यसो हेरेको, यता माथि त अर्कै सिडी परेछ, यता टिभीमा सुरु हुन थालिहाल्यो। त्यसपछि सबै सम्झनाहरू कराउन थाल्यो, के लाग्यो भन्दा भन्दा 1.5 मिनट जति हेर्न भ्याएर पछि म पनि तल हेर्दै थिएँ नि त होइन, रिड भयो भनेर त्यस्तो सिडी फेरि यति छिटो रिड हुँदैन थियो कि उता सुरु भइसकेको छ टिभीमा। पछि म गएर प्लगै ताने टिभी बन्द गर्न। हाइलाइटमा पनि त्यो ठ्याक्क मलाई शङ्कर दाइले पहिले जोडेको त्यसपछि छैन क्या, मान्छेले पुरै कहिले काहीँ इन्टरभ्यू हेर्दैन नि। यदि तपाईँलाई कसैले आर यु भर्जिन भनेर सोध्यो भने के भन्नुहुन्छ? नो ल को हुन्छ त म चाहिँ होइन, तर हामी टिमसँगै काम गरेको, यो टिम चाहिँ भर्जिन टिम हो। मैले मेरो बारेमा भन्यो, अब उहाँहरूको बारेमा सोध्नु। नो कमेन्ट। खै हाम्रो नेपालीहरूको भन्दा पाकिस्तानीहरूको ठुलो हुन्छ भनेर पछि लागेको हो कि भनेर सोच्दा भनेको थिएँ कि मैले। वास्तवमा भन्यो नि नेपालीहरूकै ठुलो हुन्छ कि। ठुलो हुन्छ। तू समझा? हाँ। नहीं, तू समझा नहीं। म त खोलिदिन्छु। अब तपाईँ हेर्न चाहने भएपछि म खोल्दिनँ त। ए भनेपछि तपाईँ युवाहरूको अथवा दर्शकहरूको चाहना अनुसार प्रेजेन्ट गर्नुहुन्छ? होइन, म तपाईँको चाहना अनुसार जिफर प्रेजेन्ट गरिदिन्छु। कतिजना हिरो हिरोइनको भिडियो हेर्नुभएको छ कि छैन? छ अफ कोर्स यार, देखिन्छ। कतिजनाको त हेरेको छु। हेर्नु भएको छ? अभी मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। तपाईँलाई म एउटा दिम के तपाईँले रोएको एक्टिङ गर्नु पर्यो भने कसरी? रोएको एक्टिङ गर्नु पर्यो भने होइन, बरु यसो गर्ने रेप गर्ने तिमी आउनु न, म तिमीलाई रेप गर्ने सिकाइदिन्छु कसरी गर्नुपर्छ भने। अब भिलन कहिले हुन्छ भनेको? When was the first time you guys watched? मेरो त एकदमै हुन्छ नि, लाइक अहिलेसम्म पनि मेरो दिमागमा याद छ कि लाइक मैले कहिले पोर्ने। यस्तो लाटो पनि आयो मान्छे भनेपछि त मक्कै पर्ने हो। हेर त केटी हो, राम्री देख्यो होला नि तँलाई। लाटोलाई नि त रमाइलो गर्न मन लाग्छ होला नि। त्यस्तो तेरो मन खान्छ भने जङ्गलतिर लिएर जान। तैँले आँटे नि हुन्छ नि, के गर्ने? अलि बुढो रहेछ। तनरीहरू पो छट्टाउँछन् नि, बुढाले त काण्ड पुऱ्याइहाल्छन् नि। ओइ, तैँले मलाई बिहे गरेर लिएर जाने हो? अनि तर म छ नि अँगालो मारेर सुत्ने है त। अलिकति साँप्रा देखाइदिए न, मुर्सै पर्छ लाटो हो। यसलाई त हेर्ने हो। ला हेर, ला 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 खत्म, बाय बाय, टाटा।
केटाहरूले चाहिँ हो कि छाती फुलाउने भन्ने कुरा केटीहरूको त अलमोस्ट सबैको फुल्लेकै हुन्छ होइन कस उहाँ पनि यङ म पनि यङ कस्तो राम्रो कपल त्यही हो त्यही आन्सर बच्चा बच्ची कतिवटा बच्चा एउटा छोरा छ मात्र खासै कसरत पुगेन होइन अब चाहिने जति गर्ने हो नि अब बिस्तारै होला नि हो चाहिएको यति हो कि चाहिए त फुटबल टिमै हो होइन बुढी बन्नु पर्यो यसमा त अब केटीहरूले दे हेभ टु लुज अ लट नि त भनेपछि उहाँ किपर अलि चाहे त गोल हान्न सकिन्छ नारीले अलिकति अगाडि अग्रसर भएर प्ले गर्छ जस्तो लाग्छ कि हरेक चिजलाई र पुरुषले भन्दा राम्रो निभाउँछ जस्तो लाग्छ कि नारीले केटाहरूको अहिले इभन चिल्ड्रेन्सहरूमा नि के देखा परिएको छ भने मेल चिल्ड्रेन चाहिँ पब्जीहरू खेल्ने यताउता खेल्ने केटीहरू टिकटकै बनाए पनि क्रिएटिभ हुन्छ किनकि दिमाग चलाएको हो नि त क्रिएटिभ दिमाग त्यत्तिकै चल्दैन होइन एक्टिङ पनि एउटा आर्ट हो एउटा स्किल हो पब्जी खेलेर औँला चलाउनुभन्दा धेरै बेटर हो कि आर यु कमेडी मी महिलाको त्यो कुन अङ्ग हो जुन हामी खान्छौँ दिमाग जीवनमा गर्नै पर्ने काम सबैले जीवनमा एकचोटि बच्चा पाउनै पर्छ होला के बोले केटाले होइन किनभने पाउनुपर्छ नि त्यही त हो नि सबैजना फादर मदर हुनुपर्छ Everybody knows this र हरेक चिज हामीले कुनै पनि अहिलेसम्म लुकाएको पनि छैनौँ कुनै पनि हाम्रो दर्शकसँग आइन्दा पनि लुकाउँदैनौँ र एज फर जसले अब टिक्दैन भनिरहनु भएको हुन्छ सायद a lot of people go through आफ्नै पर्सनल रिलेसन्सहरू टुक्रेको हुनसक्छ लभबाट विश्वास उडेको हुनसक्छ या आजकलको जमानामा फेरि आई कान्ट ब्लेम पिपल धेरै जस्तो रिलेसन्स टिक्दैन पनि